हजुरहरूले एउटा कुरा त रिसेन्टली सुनिराख्नु भएको होला। यो सांसद छान्ने जुन चुनाव चलिरहेछ अहिले हाम्रो देशमा, त्यहाँ सांसदहरूले चाहिँ आफ्नो प्रचार प्रसार गर्दाखेरि घरमा गएर टोल सडक अथवा तपाईँको यो इभन सोसियल मिडियाहरूबाट पनि देखिरहेको कुरा हो कि गएर म यहाँको विकास गर्छु, म यहाँको रोजगारी सिर्जना गर्छु, म यहाँको बाटोघाटो ढल अस्पताल के छ होइन, सबै मैले बनाउने काम मैले गर्छु, हामी विकास गर्छौँ, सो त्यही भएर मलाई भोट दिनु भन्दै भोट माग्दै हिँडेको मैले देखिरहेको थिएँ। सो इफ तपाईँहरूको गाउँठाउँमा पनि कोही मान्छे त्यसरी जो सांसद बन्नको लागि मत माग्न आउँछ, भोट माग्न आउँछ, उसले तपाईँलाई यस्तै बाचाहरू गर्छ, यस्तै प्रमिसेसहरू गर्छ भने प्लिज उहाँलाई सोध्नुहोस् कि तपाईँको काम त्यो डेभलपमेन्ट गर्ने, विकास गर्ने काम, धारा बत्ती बिजुली ल्याउने काम तपाईँको हो र भनेर चाहिँ सोध्नु होला। किन भन्दाखेरि सांसद त्यो कामको लागि जाने होइन, यो सांसदको जिम्मेवारी पनि होइन, उसको काम पनि होइन, कर्तव्य पनि होइन हो। उसले मिडिएटर बन्न चाहिँ सक्छ। उसले आफ्नो गाउँठाउँ, आफ्नो सहरमा आफ्नो मानिस, आफ्नो जनताले भोगिरहेको दुःखलाई संसदमा गएर मेरो ठाउँमा यो कुराहरू भइरहेको छ, सो यसरी यसरी चाहिँ हामीले यो ठाउँमा अझै हेल्प गर्न सक्छौँ, यो कुराहरू मैले प्रायोरिटी दिउँ भनेर जो पार्टीले अथवा जो पार्टीले चाहिँ तपाईँको यो पार्टी गभर्मेन्ट फर्म गर्छ, त्यो गभर्मेन्टमा भएको मन्त्रीहरू जस्तै सहरी विकास मन्त्री, यस्तो यस्तो हुन्छ मन्त्रीहरू हुन्छ नि, आफ्नो डिभिजनको खानेपानीको मन्त्री होला अथवा ऊर्जाको मन्त्री होला, यावत मन्त्री जति पनि मन्त्रीमण्डल बन्छन्, त्यो मन्त्रीमण्डलमा बस्ने मन्त्रीले गर्ने काम हो। र त्योभन्दा थोरै लेभलको हो भनेदेखि त्यो वडाबाट अथवा गाउँपालिका अथवा नगरपालिकाबाट हुने कामहरू हो। तर सांसदले कुनै पनि हातमा त्यो काम गर्ने होइन। सो कसैले त्यो कुरा तपाईँलाई प्रमिसेस गरिरहेछ भनेदेखि उहाँहरूलाई सोध्नुहोस् कि के आधारमा बोलिरहनु भएको छ भनेर। बिकज यही सब कुराहरूलाई एउटा एजेन्डा बनाएर गाउँघरमा गएर भोट मागेर पास 50, 60, 30, 35 इयर्स, कति इयर्स भयो, कहिले पनि डेभलप हुन नसकेको नेपाल। किन भन्दाखेरि इनिसियल फेजमै जब तपाईँको एकदम तल्लोको तहरमै जब बाचा गर्नुपर्ने, जब प्रमिसेस गर्नुपर्ने हुन्छ, त्यो नै एकदमै गलतबाट स्टार्ट भइरहेको छ। कि त जो सांसदले आएर तपाईँलाई त्यो सब प्रमिसेस गर्छ, कि त उसले तपाईँलाई सिधै झुट बोलिरहेछ, कि त ऊ आफैलाई थाहा छैन कि आफू त्यहाँ किन जाँदैछु भनेर। अब सांसदले गर्ने काम के हो त? सांसदले गर्ने काम भनेको देशको नीति नियम बनाउने हो। एउटा देश चल्नको लागि नीति नियम चाहिन्छ। हामी सबैजना पद्धतिमा बस्नुपर्छ, सिस्टम बस्नुपर्छ भन्छौँ, हो। त्यो सिस्टम बसाउनको लागि चाहिँ एउटा नीति कसले ल्याउँछ भन्दा त्यो सांसदले लिएर आउँछ। तपाईँको संविधान कसले बनाउँछ भन्दा सांसदले बनाउँछ। संविधानमा के नपुगेको धाराहरू लेख्नुपर्ने होला, भएकोलाई हटाउनु पर्ने होला, अथवा भएकोलाई फेरेर अझै बेटर गर्नुपर्ने होला। यो सब कुरा चाहिँ उसको काम हो, न कि देशको कुनै एउटा स्पेसिफिक ठाउँको भनेको एउटा आफ्नो जिल्लाको, आफ्नो समुदायको तपाईँको डेभलप गर्ने काम चाहिँ, विकास गर्ने काम चाहिँ उसको होइन। त्यही भएर प्लिज भोट दिँदाखेरि यस्तो मान्छेलाई भोट दिनुहोस् जसले कुराहरू बुझोस्, जसलाई नीति नियम बनाउँदाखेरिको त्यसको 10 वर्ष, 20 वर्ष, 50 वर्ष, 100 वर्ष पछिसम्मको पनि इम्प्याक्ट के पर्छ मान्छेमा, त्यसले कसरी चाहिँ तपाईँको अहिले नयाँ आइरहेको युगलाई त्यो ट्याकल गर्न सक्छ। मोडर्न डेको मोडर्न प्रब्लम हुन्छ, जस्तो कि अब तपाईँको सामाजिक सञ्जालमा हुने विकृतिहरूलाई कसरी चाहिँ मोनिटर गर्ने त, कसरी चाहिँ तल ल्याउने त भन्ने कुराहरू, यो सब कुराहरू त्यो एउटा जस्ट एक्जाम्पल भयो। तर यस्तै किसिमको डिफ्रेन्ट कुराहरू नीति नियमहरू जुन हुन्छ त्यो चाहिँ बनाउनु पर्ने भएको हुनाले सांसदको काम कुनै पनि हालतमा देश विकास गर्ने भन्दा पनि स्पेसिफिक एउटा ठाउँ विकास गर्ने होइन। सो तपाईँले भोट हालेको मान्छेले तपाईँको घरको बाटो, पानी, बिजुली ल्याउने होइन, उसले देश एज अ होल हेर्नुपर्ने हो। उसले रिप्रेजेन्ट गर्ने चाहिँ एउटा सानो ठाउँलाई हो, तर उसको काम भनेको देशलाई बनाउने हो। एज अ उसको दायित्व कोही मान्छे एउटा स्पेसिफिक ठाउँ काठमाडौँ 1, 2, 3बाट उठ्छ भनेदेखि त्यो मान्छेले काठमाडौँ 1, 2, 3को लागि मात्रै काम गर्ने होइन। तपाईँको गाउँठाउँबाट उठेको मान्छेले पनि गाउँठाउँलाई मात्रै हेर्ने होइन, एज अ होल, एज हाम्रो देश, सिङ्गो देशलाई नै हेर्नुपर्ने कुराहरू हो। र जो गभर्मेन्ट फर्म हुन्छ, जब गभर्मेन्ट फर्म हुन्छ, जुन पार्टीले गभर्मेन्ट फर्म गर्छ, त्यो गभर्मेन्ट फर्म भएको कुरालाई कसरी काम भइरहेको छ, त्यो राइट गरिरहेछ कि छैन, रङ गरिरहेको छ भने झकझकाउने, राइट गरिरहेको छ भने अझै बेटर कसरी गर्न सकिन्छ भनेर सुझाव दिने कामहरू चाहिँ सांसदले गर्ने हो, न कि तपाईँको विकास गर्ने। सो
यो सब कुराहरू एकदम इम्पोर्टेन्ट हुँदाखेरि प्लिज सबैजनामा सेयर गरिदिनुहोस्, सबैजनाले यो कुरा बुझोस्। हाम्रो वडाको नगरपालिकाको मेयर बन्नको लागि अहिले चुनाव भइरहेको होइन, वडाको अध्यक्ष बन्नको लागि चुनाव भइरहेको होइन। यो संविधान बनाउने, नियम कानुन बनाउने, नियम कानुन फलो भइरहेको छ कि छैन भनेर तपाईँको हेरेर त्यसलाई सम्बन्धित निकायहरूमा धक्झकाउने कामहरू गर्न सकियो। वडामा गएर तपाईँको विकासको काम कसरी भइरहेको छ, नगरमा गएर विकासको काम कसरी भइरहेको छ, मन्त्रीहरूले विकासको काम कसरी गरिरहेको छन्, त्यो सब कुरालाई एडभोकेट बनेर आफ्नो आवाज उठाइदिन चाहिँ पाइयो। तर डिरेक्टली इन्भल्भ हुने कुरै होइन यो, डिरेक्टली इम्प्याक्ट पर्ने उसले केही गर्न पनि सक्दैन। यो सब कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट भएर बुझ्नुपर्छ कि के कुरा चाहिँ केमा हो, अहिले भोट के को लागि हाल्न लगाएको हो, कस्तो मान्छे छानिरहेको हो, त्यसले गएर गर्ने काम के हो भनेर एकदम बुझ्न जरुरी भएको हुनाले तपाईँको कसैले पनि आएर केही यस्तो कुराहरू तपाईँको गाउँठाउँमा आएर भन्छ भनेदेखि प्लिज क्वेसन सोध्नुहोस् कि तपाईँको त काम होइन, तपाईँले कसरी गर्नुहुन्छ भनेर। आफ्नो खल्तीबाट गर्छ भने त एकदमै राम्रो भइहाल्यो, सबैजनाले यस्तो गर्न सक्नुहुन्छ भने गरेको राम्रै होला। तर त्यो गर्न सकिने कुरा होइन र खासै कसैले गर्दा पनि गर्दैन। त्यही भएको भएर प्लिज सबैमा सेयर गर्नुहोस्। आफ्नो बाआमा दाजुभाइ जसले यस्तो कुराहरू बुझेको छैन जस्तो लाग्छ उहाँहरूलाई पठाइदिनुहोस् र भोट हाल्नुभन्दा अगाडि राम्ररी सोचेर को मान्छे हो, उसको सोचाइ कस्तो छ, उसले कस्तो खाले समाज नीति नियम बनाउँदाखेरि उसले कसरी भूमिका खेल्न सक्छ भन्ने कुरा चाहिँ सोचेर बुझेर मात्रै भोट दिनु होला, यत्तिकै होइन। किन भन्दा यो एकदमै अमूल्य भोट हुनेछ। एकचोटि पठाइसकेपछि 5 वर्ष फर्केर आउँदैनन्। सो त्यो 5 वर्ष फर्केर नआउनु भनेको तपाईँको एकचोटिको भोट, एउटा भोटले अरू नेक्स्ट 5 वर्ष डिसाइड गर्छ कि कसरी हाम्रो देश चाहिँ चल्छ भनेर। सो एकदम इम्पोर्टेन्ट कुरा भएको भएर मैले रिसेन्टली यो कुराहरू देखिरहेको थिएँ सामाजिक सञ्जालमा, त्यही भएर हजुरहरूलाई भने प्लिज सेयर एन्ड लाइक द भिडियो एन्ड देन सबैजनामा पुर्याउनु होला। धन्यवाद।